रामेछापबाट चाहिँ फोन आएको यहाँ एक दिन जति लाग्छ मिलाउनु छुट्टी त मिलाउनु पऱ्यो नि त हजुर ल म हामीसँग गएर कुराकानी गरेर छुट्टी मिलाउँछु आजै लाग्छु छुट्टी मिलाउनु पऱ्यो नि त गाडीबाट धक्का धर्नु आइपुग्नु भयो कहाँ मेरो अफिसमा फोन गरिदिनु सचिवले अनि यहाँबाट फोन गरे बिदाहरू लगायो गरेर आमाबाबालाई हेर्नु अरे समय लाग्यो तपाईँलाई अनि अहिले घाँसैतिरबाट आउनु लागि अन्त म खबर पुगेर अनि आउँदैछु ठिक छ। त्यसो भएदेखि अब हामीले आज पढाको मेलमिलाप केन्द्रमा आएका छौँ। सुरुमा हामी एक आपसमा अब परिचित पनि छैनौँ, परिचय गऱ्यौँ त्योभन्दा अगाडि बढेर हुन्छ। परिचय मैबाट सुरु गरेँ। यहाँ सम्पूर्ण नमस्कार, म पिताम्बर थिएँ। म चाहिँ यहाँको यो पढाको मेलमिलापकर्ता। यहाँ चाहिँ हाम्रो शेरबहादुरजीले मलाई मेलमिलापको रूपमा छान्नु भयो, तर छाने पनि हामी बिचमा बसेर काम गर्छौँ। मेलमिलापमा उहाँको मात्रै पक्ष लाग्ने पनि होइन, उहाँको पनि होइन। हामीले विवाद सकेसम्म समाधान गर्ने कोसिस गर्छौँ। नमस्कार, नमस्ते। म चाहिँ अग्रिम अधिकारी, यहाँको मेलमिलापकर्ता। मलाई छान्न चाहिँ पेम्बाजीले छान्नुभयो, तर म तटस्थ रहेर यहाँहरू कसैप्रति पनि पक्ष विपक्ष नगरिकन सकेसम्म यहाँहरू दुवैजनाको चित्त खुसी हुने हिसाबले तपाईँहरूलाई मध्यस्थताकर्ता बनेर यहाँ उपस्थित भएको छु। मेलमिलापकर्ता भएर उपस्थित भएको छु। अब नहुनुपर्ने समस्या सिर्जना भएर यहाँसम्म आइ नै पुगिहाल्नु भयो। अब बिस्तारै सरको परिचय पश्चात यहाँको पनि परिचय गरेर एकदम तटस्थ भएर काम गर्छु भन्दा मलाई पनि भरोसा छ हजुरप्रति। ढुक्क हुनुहोस्, दुवैजना ढुक्क हुनु पऱ्यो। ल नमस्कार, म गाउँपालिकाबाट चाहिँ पठाएको न्यायिक समितिको चाहिँ म संयोजक। पठाएको मुद्दालाई चाहिँ कसरी त्यहाँ चाहिँ समाधान गर्न सकिन्छ, सकभर मेलमिलाप गराउनु सम्भव छ भने, नभए अब त्यही अनुसार अगाडि बढाउनु पर्ने भयो। समयमै चाहिँ यसलाई सम्भवै छैन नि, अड्किएर बसेको छ। कसरी सम्भव हुन्छ? म घरमा छोराछोरी स्याहारेर बसेको छु। सम्भव बनाउनु पर्छ। संयोजकज्यूले चाहिँ मिलाउँछु भनिसकेपछि बाँकी पुरै मिल्दैन। अड्किएर जाने बस्ने आफू अनि कसरी यहाँ मिल्छ त? गफ गर्दै जाँदाखेरि मलाई बोल्नै दिन्न। यथार्थ कुरो अब बोल्ने कामै गरेको छैन। लक्षित पाउँ। अब हामी यहाँ अब अरू पनि काम यहाँको हुन्छ नि सिस्टम। टाढोबाट आउनु भावनाले अब सेवादी तिर्खा लागेछ भने पानी पिउँ, हुन्छ टोइलेट सइलेट अब जानुमै छलफलमा बस्दाखेरि टाइम लाग्छ निक्लिन गर्न होइन। अरू बेलैमा चाहिँ टोइलेट जानु पर्यो भने यो साइड जान सक्नुहुन्छ। के त हजुर? हुन्छ। यसो बिचमा चिया खानु मन लागेछ भने अगाडि निस्केको हुन्छ, बिचमा त्यस्तो इत्यादिहरू पनि छन्। हजुर यसो पनि छोटो अवधिमा के खानु पर्छ भएर त आउनु भएको छ हस्याङ यहाँहरू अघि उहाँलाई बोलिराखेका थिएँ, अब यति छिटो आइहालेछ म त कुद्दा गरेर आएन हजुर। ठिकै छ, केही छैन। अब समयको कतिको पो छ हजुरहरूसँग? मसँग त समय नै समय छ। उता फेरि हतार होला भेट्न जान, उता पो के छ र? मैले पनि अफिसमा बिदा मागेर आएकै छु। अब हतारो त अब उनले भनेर हुन्छ र अब अफिसमा त छुट्टी मागेको त उहाँ के मायालुसँग त मागेको छैन होला नि। अगाडि बढायो पनि सिस्टममा बस्छौँ। हामीले चाहिँ यो छलफललाई चरणबद्ध रूपमा लानुपर्ने हुन्छ होइन। अब छलफल गर्दाखेरि तपाईँका कुराहरू पनि सुन्नु पर्यो, उहाँका कुराहरू पनि सुन्नु पर्यो, अनि सकेसम्म दुवैजनाबाट चाहिँ हुनेसम्म गरेर यदि मेलमिलाप सम्भव छ भने दुवैजनालाई चाहिँ असर नपर्ने गरेर अथवा दुवैजनाको हित हुने गरी हामीले काम गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई यो पनि जानकारी गराउँ कि तपाईँहरू यहाँ आइसकेपछि यहाँबाट मेलमिलाप गरेरै फर्किनुपर्छ भन्ने त्यस्तो कुनै पनि बाध्यात्मक अवस्था सिर्जना हुँदैन, त्यो छैन। यहाँ चाहिँ
कथम कदाचित मेलमिलाप हुन सकेन भने अड्डा अदालतको ढोका त खुल्लै छ। तर पनि जान्न चाहिँ हामीले के बुझिराख्नुपर्छ भने यदि यहाँ समाधान हुन सकेन भने तपाईँहरू अड्डा अदालतसम्म पुग्दै गर्दाखेरि तपाईँहरूको समयको खर्च होइन, बाँकी अन्य कुराहरू समय मात्रै पैसा मात्रै खर्च हुँदैन, धेरै कुराहरू मानसिक तनावका कुराहरू हुन्छ। ती सबै कुरालाई विचार गरेर मिल्ने रहेछ भने मिल्ने सम्भावना हामी कोसिस गर्छौँ। त्यसका लागि सुरुमा हामीले अलिकति नियम बनाउनु पर्छ कि जस्तो मलाई लाग्छ। हुन्छ, नियमहरू पनि कसो कसो गरी यो सञ्चालन गर्ने, कसरी छलफल गर्ने भन्ने अब निवेदन उनीहरूले दिएकी छिन् फोन आइरहला प्यारीको फेरि फोन चाहिँ अफ गर्न लाउनु। आफूलाई त मोबाइलै किन्ने छैन। हुन्छ, सबैले हामीले मोबाइल मोबाइल अफ गर्ने अनि बिचमा क्या कराइरहन्छन्। अब त्यो चाहिँ हजुरहरूले विचार मिलाइदिनुपर्छ। पाले पालो बोलाउँ भनेर पालो गरेर बोल्ने सिस्टम राख्नु पऱ्यो। फेरि अलि सराबधुरा पनि गर्ने चालचलनकी छिन्। सराबधुरा गर्न पाइन्छ हजुरहरू यहाँ? यस्तो छ, अलिक सबै भाषाको प्रयोग गरौँ। हामी यहाँ पढा कार्यालयमा बसेका छौँ, सबै भाषा प्रयोग गरौँ भनेर लेखौँ त। हजुर हजुर, मैले भन्नु हजुर हजुर जित्न पाइन भने त फेरि यति गर्छिन्, सरलाई उठेर हेरिदिइ पनि हाल्छिन्। त्यसको पनि त्यो पनि हजुरहरू विचार पुऱ्याइदिनु। बिचमा उठेर हिँड्न नपाइने छलफल नसकी बिचमा नउठौँ भनेर लेखौँ। लेख्दा नि भयो, हिँड्न त कहाँ जान्थ्यो र उयो अर्कोसँग लाग्यो, म कतै छैन, कहीँ जाने। चारवटा जति आचार संहिता भयो हजुर, पढेर सुनाउँछु। एकचोटि पढेर सुनाउँछु। यसमा केही थपगड गर्नु पर्यो भने हजुरहरूले यसमा थपगड गर्न सक्नुहुन्छ। पहिलो नम्बरमा त मोबाइल अफ गर्नु पर्यो, चलाउनु भएन। पालै पालो बोल्नु पर्यो, बोल्ने सबै भाषाको प्रयोग गर्ने र छलफल नसके बिचमै छलफल स्थल छाडेर नहिँड्ने। ठिक छ। यसमा अरू केही थप्नुपर्ने छ? अब यसमा चाहिँ यो कुरा गोपनीयता नै हुन्छ। गोपनीयताको कुरा पनि पारिवारिक गोप्यताको कुरा गोप्य राखेर भए त के हुन्थ्यो, उसले गोप्य नराखेर उसको मायालाई देखाउने भएर त यहाँ आउनु पर्यो त। के छ यो नियम बनाउनु पर्ला? के विषयमा हजुर? जस्तो तपाईँहरूले यहाँ हामीसँग बसेर जे जति छलफल गर्नुहुन्छ त्यो क्रममा चाहिँ हामीले यो छलफललाई सहज गर्नका लागि अनेकन मुद्दाहरू रिपोर्ट गरेका हुन्छौँ होइन। अनि त्यस पछाडि धेरै कुराहरू तपाईँहरूका व्यक्तिगत कुराहरू लेखिएका हुन सक्छन्। ती कुराहरूलाई नष्ट गर्ने गोपनीयताको चाहिँ हामीले यहाँ भयौँ होइन। अनि यहाँ छलफल भएको चाहिँ बाहिर पनि कतै थाहा नहुने भयो भन्ने कुरा। कर्मचारी मान्छे मेरो कुराहरू त्यो अब यहाँबाट बाहिर नजाओस् हजुर। यहाँको कुरा उहाँतिर थाहा नपाओस् भनेर हो क्या? लेखौँ कि नलेखौँ? अब लेख्नु त पर्छ नि, मलाई नि गाउँमा गाह्रो पर्छ। अरू थप केही थप्नुपर्ने छ? आवश्यक पऱ्यो भने थप्नु। अन्तिम अब अहिले हामीले जति भन्यौँ त्यो एकचोटि फेरि पढेर सुनाउँछु है त। मोबाइल अफ गर्ने, एक एक गरी पालै पालो बोल्ने, सबै भाषाको प्रयोग गर्ने, छलफल नसकी छलफल स्थल नछाड्ने, गोपनीयता कायम राख्ने। यसलाई टाँसौँ है त।
हामीले अघि परिचय क्रममा सबैको परिचय भइसक्यो उहाँ खै उताबाट पछि उहाँको परिचय म त भनिहालेँ। नमस्ते म पेम्बा मैले पेम्बा चाहिँ अनि शेरबहादुरको श्रीमती अहिले त्यही त अहिलेलाई एकदिन पछाडि त हुन्छ कि हुँदैन म त अहिलेसम्मलाई बिहोराले गर्दा थाहा अब वडा कार्यालयमा निवेदन दिनुभएको छ। अब आज मेरो नाम त हजुरहरूलाई भनी हजुर भइसक्यो परिचय क्रममा हजुरले भइसक्नु भयो। अब कुरा के हो त यहाँ जानकारी अब यथार्थमा जानकारी कुरा यति हो हजुर। अब म घरमा बस्ने गाउँमा बस्ने लेखपढ नभएकी अब सोझी मान्छे घरमा छोराछोरीलाई पढाएर घर खेती गरेर बसेको मान्छे ऊ कमाउन भनेर गएको कमाएर पठाउँथे पहिले त महिनाको 20,000 ट्याक्क पठाउँदै किन रह भने त मलाई फकाएका रहन् म अर्किराख्नलाई रह। अहिले त 2 महिना भयो पठाउनै छोडे अनि किन रहेछ भनेर उनले काम गर्ने ठाउँमै गएर यसो बुझेको त अर्कै राखेर बसेका रहन्। त्यही भएर अब मलाई उसँग बस्नु छैन भनेर निवेदन दिएँ कि मैले यहाँ। छलफल गरे पाऊँ भनेर कि अब छलफल त छलफलै गर्नु पर्यो। अब उसले किन पठाउन छोडेको भनेर बुझ्न जाँदा अर्किराखेको रहेछ। अब अर्किराखेको थाहा पाएँ म उसँग त कसरी बस्नु हजुर। अनि माग चाहिँ पैसा दिएन भन्ने कि छलफलमा चाहिँ अब अघि राखौँ भन्न खोज्यो कि छोडेर हिँड्न खोज्यो त होइन छोडेर त अब छोराछोरीको बाउ के छोड्नु बाउआमाको इज्जत पनि छ। छोराछोरीको बाउ छोड्न त मिलेन हजुर। तर किन यसो गरेको पैसा खर्च किन नपठाएको भनेर सोद्धाखेरि वास्तै गर्दैनन् फोन पनि गर्दैनन्। कतिवटा छन् छोराछोरी 2टा छन् कति बच्चा सानसाना छन् बालक नानी बाबु 2-3 मा पढ्ने छन्। जग्गा जमिन जग्गा जमिन त मेरो नाममा त केही छैन हजुर। उहाँकै कति छ थाहै होइन छैन। गरी खान त पाइयो नि त जे होस् गरेरै खाछु। भनेर खान त पुग्छ अब खाना अलिअलि पुग्छ त्यही खेती किसान गर्छु। अनि उहाँले पठाएको पैसाले यसो नुन तेल हुन्थ्यो भन्न खोजे अब त्यो पनि छैन। 2 महिना भयो ट्याक्कै छैन। के छ त शेरबहादुर कुरो उनको अरू केही छ कि सबै लिनुहोस्। बिचमा फेरि मैले बोल्दै च्याटो कुरा काट्न चाहिँ अब बिचमा सम्झेपछि त भन्छु नि। त्यति छिन् कुरो उठे पनि आउँछ कुरो मलाई त के उहाँले भने दिक्क पारेको हो नि के अब त रोकिया हो त स्रोतै आउने अब बन्द अब हजुरहरू पनि छोरा मान्छे हुनुहुन्छ होइन। छोरा मान्छे हात बाँधेर घरमा थन्किएर त भएन। जानु पऱ्यो कमाउन कि विदेशै जानु पऱ्यो कि स्वदेशमा पनि कतै केही अड्डा अफिसमा जागिर खानु पऱ्यो। अब सानोतिनो भए पनि कार्यालय सहायकमा उसमा चाहिँ एउटा अस्थायी जस्तो त्यसरी मैले जागिर खाएको छु झापामा त्यही माथि त्यति टाढा। त्यही पनि त्यहाँको हाकिमको चाहिँ अलिक बानीबाट राम्रो भएकोले अलिक सानो दुःख गरेकोहरूलाई चाहिँ माया गर्ने खालको स्वभाव भएकोले उहाँले ल शेरबहादुर अब अर्को कोठा लिँदाखेरि 2,025 त्यसै लाग्छ। रासन पानी महिनामा 5-7 हजार त्यसै लाग्छ। अनि अब के अरे रोजी खर्च भनौँ के भनौँ त गरे थिएँ खोइ जानिन कि क्या हो अपर्ण छोरी मान्छेको हो छोरा मान्छेको हो। सबैले बरु मोबाइल यहीँ राख्नु। अफिसबाट आएर के रहेछ म उहाँलाई भनिदिइहालेँ। अफिसबाटै रहेछ हजुर कि अलिकति डिस्टर्ब हुन्छ कि छेउमा म अफिसबाट रहेछ हजुर। भनेपछि तपाईँले घर चाहिँ
दुःख चाहिँ मैले गरेर बसेँ, तुलुवाले फोन गरे सबै सम्हाल्ने व्यवहार सम्हालेँ म, अनि मैले पैसा पठाउने तुलुवाले एकछिन म व्यस्त स्पट लगेर बसेर हुनु। भन्ने खालको तपाईँको समस्या देखियो। हो नि त्यसमा अरू केही थप्दा म आएँ हजुर बसौँ। गफ गरेर आयो होइन त अहिले मैले यहाँ के अरे चाहिँ मेलमिलाप गर्दा सहज गर्दा के होला बिर्खमामा म आइहाल्छु फर्केर त्यसलाई छोडेर भन्यो होला त्यसैको फोन आयो ए हजुर छलफलमा सबै कुरा आइहाल्छ नि। हजुरहरूकै अगाडि परस्तै भयो त फोनै आएर उठेरै हिँडे पाइँदैन भनेर हामी लेखेर छोरा मान्छेलाई हजुर यो के हुन्छ भने किन हातबाटै बाँधेर घरको यहाँ राख्नु पर्यो मिले भइन्छ होइन भने त छोरा मान्छे त कमाउन जानु पर्यो त पर्यो कमाउन पो पठाएको त अर्की स्वास्नी कमाउन पठायो र त्यो मोबाइल झिकेर यहाँ राख्नु पर्यो साह्रै गरी यो कहाँ राख्नु यहाँ यसरी काठमा जागिर खाएको 20,000 आउँथ्यो अब उता रासन पानी भनौँ 8,000 जाने कोठा भाडा भन्यो 25,000 जाने अनि यसो पाकेट खर्च अब केही खानु पर्छ नि त अमलहरू अनि यसो खाजा खान पर्छ गर्दाखेरि अब त्यसो गर्दा अब फेरि जाडो महिना छ यसको जाडो महिनामा यसो केही न्यानो केही लगाउँ भन्दा ओर्दा गएको त्यो अब जागिरको पैसा सबै बस्दैन हो पहिला पो हाकिम साहब कहाँ राम्रो आनी बानी स्वभावको हुनुहुन्थ्यो सेवादु तिम्रो त अब तलब पनि थोरै छ घरमा पठाउनु पर्ने होला मेरै बस्नु मेरै बेसमा खानु बरु तिमीले चाहिँ यसो खानासाना पकाउनु गर्नु भाँडासाँडा बर्तनहरू सफा गर्नु भन्नुभएको थियो हाकिम साहबले त्यसरी मेरो चाहिँ उही पकेट खर्ची चाहिँ हुन्थ्यो अरू सबै बस्थ्यो र 20,000मा त्यही 12-14,000 कहिले 15,000 म पठाउँथेँ उसलाई थाहा छ पठाएको कि होइन मैले हो पहिले त पठाऊ 2 महिना भयो अहिले नपठाएको अब 2 महिना भयो अब त्यहाँ खाना पकाउने मान्छे अर्की हाकिसिन् क्या सर हाकिम साहबकै को आफन्त अरे अब धेरै दिन पनि होइन भर्खर आखी रहेछन् र त भर्खर पग्या रहेछन् र नपठाउँदा रहन् त 2 महिना त भयो अब अरू 1 महिना जस्तो बसेपछि जाने भनेको छिन् अरे त्यसपछि फेरि मलाई नै खानासाना पकाउने गर्ने मेरै कोठामा पनि भन्नुभएको छ हाकिम साहबले त्यसपछि त म पकेट खर्ची काटेर सबै अरू 12-14,000 15,000 जति बस्छ मेरो जे भने उही त हो उही नै हुन् अरू को छन् र म पठाइदिँदा हाल्छु कच गरेर मलाई त हेर्नु अब यो के अरे चाहिँ रसी नखाने मान्छे रसीको अम्मली नै पार्ला भन्ने कुरो भइसक्यो मलाई कच गर्छिन् अन्त यसरी जहाँ खाना आएको हो भनेर हाकिम साहब जागिरबाटै पनि निकाल्ला भन्ने यहाँ परिसक्यो मलाई तनाव पारिवारिक तनाव के भन्नुपर्छ होला यो चित्त बुझाइदिनु खर्च नपठाउने आफू अर्काले चित्त बुझाएर कसरी बुझ्छ हौ तपाईँ के छन् त यसमा भनाइहरू उहाँले खर्च पठाउन नसकेको कुरा त यस्तो समस्या हो भनेर त भन्नु अब म गएको के रहेछ भनेर बुझ्नलाई उसको जागिर खाएको ठाउँमा जाँदाखेरि अर्की केटी देखेँ कि हजुर मैले सँगै भान्सामा भात पकाइरहेको सँगै अर्की केटी देखेँ अनि मैले चाहिँ अर्कैसँग बसेछन् भनेर अनि म चाहिँ अब उसँग बस्न नसक्ने भएँ अब खर्च पर्छ नि पठाउँदैनन् के गर्ने भनेर सल्लाह गर्नु पर्यो भनेको मलाई फोनै दिएका छैनन् गाउँबाट फोन गर्दा फोनै उठाउँदैन अनि तपाईँ त्यहाँ पुगेर फर्किहाल्नुभयो कि बस्नुभयो फर्केँ नि अब अर्कोसँग बसेको लोग्नेसँग कोही बस्छन् त हजुर फर्केँ म त त्यहाँ तपाईँले निधि खोजी गर्ने कोसिस गर्नु भएन अर्कोसँग बसेदेखि चाहिँ रिसले फर्केँ हजुर म त भनेपछि देख्नुभयो फर्कियो साह्रै मुटु बोलो फर्किहालेँ वास्तविकता के हो अलिक बुझ्न एक दिन बरु टाइम लिएर टाढा पुगिसक्यो यहाँदेखि झापा दोलखादेखि झापा पुगिसक्नु भएको थियो टाइम लिएर एक दिन बसेर वरपर पनि बुझेर फर्किनु पर्छ नि त पर बुझ्न म लाटी मान्छे जानिनँ हजुर सोध्दै खोज्दै गएको अफिस खोजेर गएको जाँदाखेरि अर्कीसँगै बसेर भान्सामा भात तरकारी पकाइरहेदेखि देखेपछि त बुढो लागेछन् अर्कैसँग भनेर म त फर्केँ होइन कहिलेकाहीँ यस्तो पनि हुन्छ नि पेमाजी के हो भनेदेखि सँगै स्टाफ हुँदा कहिले मिलेर खाने पनि हुन्छ
घरबाट बाहिर एउटै गइसकेपछि कोठामा हुन्छ त हजुर होइन घरबाट बाहिर हाम्रो गइसकेपछि गाउँघरमा त बोले भने पनि हुँदैन त त्यस्तो राम्रो मान्दैनन् होइन त्यो त ठिकै छ कि गाउँघरमा घरबाट बाहिर निस्किसकेपछि घरको जस्तो सहज वातावरण हुँदैन कहिले स्टाफ मिलेर स्टाफमा अब महिला पुरुष जो पनि हुनसक्छ अफिसमा काम गर्ने मिलेर खाएको पनि हुनसक्छ तपाईँ यहाँ दोलखादेखि झापा पुगिसक्नुभयो उहाँ पुगिसकेपछि कमसेकम एक दिन बसेर वास्तविकता के हो अलिक गहिरिएर बुझ्नु भए हुन्थ्यो तपाईँहरूको फेरि घरभित्रको कुरा रह्यो घर परिवारभित्रको कुरा के वास्तवमै उहाँले तपाईँलाई अन्याय गर्न खोज्नु भयो वा त्यहाँ परिस्थितिले गर्दा स्टाफसँग मिलेर खाएर बस्नु भएको थियो कि त्यो कुरा चाहिँ अलिकति यहाँले पनि बुझिदिनु भयो अझ राम्रो हुन्थ्यो होला अन्याय नि परेको म छोराछोरीलाई नहेरेर 2 महिनादेखि खर्च पर्छ नपठाएर के छ कसो छ नबुझेपछि त अन्याय भएन र हजुर होइन एक हिसाबले त अन्याय नै भयो अनि शेरबहादुरजीलाई नभेटिकन खर्च नलिकन आउनुभयो अर्कीसँग लाग्यो भन्ने थाहा पाएपछि त फर्केँ म खर्च ल्याइनँ हजुर मैले खसी बेचेर गएको थिएँ त्यही पैसाले आएँ त्यही खसी एउटा बाँकी थियो त्यो केही पनि बेच्नु पर्यो। अब अरू कुरा भयो होला नि उहाँ त एउटै कोठामा चाहिँ खाना बनाइरहेको अलिक निकै नै नजिक भएर चाहिँ देखे हो कि जसो गरी उहाँले भन्नुभयो त्यसमा चाहिँ तपाईँको स्पष्ट के छ अब सरहरूलाई मेरो भनाइ के छ भन्दाखेरिमा अब हाकिम साहबको मेसमा 2 महिनाभन्दा अगाडिदेखि मैले पकाउने पुर्याउने सारा दिन मैले नै गरेको अब यो अर्की आएर त्यहाँ अब खानासाना अलिबार पकाउँछ शेरबहादुर जी अलिकति उसले पकाउँछिन् है भनेर खोइ एकजना महिला उहाँको आफन्तै अरे अनि त्यहाँ अब खानासाना पो पकाउने त उनले अब हाकिम साहबको मेसमा अब कता सरसफाइ यताउता मैले पहिलाबाट गरिआएको सरसफाइ गर्नु पर्दैन त भन्नु भएको थिएन यसो अलिकति हाकिम साहबलाई त सरसफाइ त त्यहाँ राखिदिनु पऱ्यो भोलि करारको जागिरहरू हाकिमलाई नपारे त फेरि मेरो त जागिरै के हो हुने हो कि नहुने हो हाकिमलाई पनि खुसी पार्नु छ उता हाकिम खुसी पार्दा त्यो रिसाएर घरकी स्वास्नीको मतलब छैन बाहिर बाहिर खुसी पार्नु परेपछि त्यस्तै हो जागिर खाइ कि करार करारहरू करारमै हो अनि त हाकिमलाई नरिजाए त नरिसाएको भनेपछि यस्तो रहेछ शेरबहादुरको भनाइअनुसार हाकिमकै कोठामा संजोगले उहाँ पेमाजी जानुभएको थिएन हाकिमकै कोठामा जानुभएको थियो त्यो के अरे अर्को उहाँको आफन्त महिलाले खाना बनाइराखे बेला उहाँले अब एउटै स्टाफको नाताले कार्यालय सहयोगको नाताले केही सफासुग्घर गरिदिउँ अगाडि पनि गरिराख्या भन्ने हिसाबले उहाँ जाँदाखेरि संजोगवश उहाँले त्यस्तो देख्नुभयो केही सल्लाह नि नगरी फर्किनुभयो त्यही होइन त यहाँ अब त हुँदा हुँदा त यिनले त म बस्ना चढ्छु मेरो के अरे हाकिमहरू जस्तो आफ्नो कार आफ्नो जीव त छैन बस्ना चढ्नु पऱ्यो बस्ना अब छेउको सिटा अर्की महिला बस्यो भने त्यसैसँग बाँध्ने खालि त्यस्तो स्वभाव राख्ने कसैको छेउमा बसेपछि भइगयो अनि बसमा त्यस्तो देखाएर कि दोलखा जाँदा देख्नु पऱ्यो कि झापा जाँदा देख्नु कहाँ तपाईँ जस्तो होइन मैले त्यो एउटा हजुरहरूको छेउमा चाहिँ उदाहरण पो गरिदिएको अब हाकिमको मेसमा उहाँको आफन्त महिला अब म पनि झाडु लाउँदै गर्दाखेरि अब देखेको भएर हेर्नु त आफ्नो यतिका वर्षदेखिको के अरे श्रीमानलाई होइन उनको कुरालाई विश्वास नलिएर भनिन्छ नि हजुर चलनै छ कहिलेकाहीँ देखा कुरा पनि साँचो हुँदैन ठुलो विद्वानले भन्नुभएको थियो अरे कता थाहा कि के भन्ने विद्वानले देखा कुरा पनि साँचो हुँदैन आफूले जति कुरा बुझिन्छ सबै कुरा बुझ्या जति सुन्या जति पनि बुझ्न सकिँदैन बुझ्या जति पनि हामीले भन्न सकिँदैन प्रस्तुत गर्न सकिँदैन म नबुझ्ने हो क्या कहाँको कसको कुरा ल्याएर लगाइदिने हो अनि कसरी बुझ्नु त अनि देखा जति सबै साँचो भन्छ अब दुईजना सँगै देखेपछि साँचो मान्नु परेन त हजुर अब शेरबहादुर यस्तो रहेछ तपाईँको उहाँले त्यो देख्ने त्यो सम्बन्धमा अलिकति दरार आउला जस्तो के हो भने जस्तो उहाँले शङ्का मान्नु भइरहेको अवस्था त्यहाँ माथि यहाँले अब 2 महिनादेखि खर्च पानी केही नपठाइराखेको हुनाले केही शङ्का गर्नु पनि स्वाभाविकै जस्तो देखियो शङ्काले लङ्का पिट्छ भने अब 2 महिनादेखि फेरि यहाँले पैसाहरू पनि घरमा खर्चहरू पठाइराख्नु भएको रहेछ अब त्यो सम्बन्धमा चाहिँ हजुर यसको बाउमाइतीदेखि पढाइदिएन छ के पढाइदिएको रहन्छ तिमीसँग जिम्मा लाए के को पढाउनु पढाउँछु भनेर
आयो अब यति ल्याउन त अब खोजी मिली गरे भए त अझै राम्री पनि हुन्थ्यो होला। अब ल्याइहाली यही प्लान ल्याइ भइ ए म नराम्रो हो भनिहाल्छ म नराम्री भएर अर्की हेरे रहेछ ऊ त्यत्रो बोडा त्यत्रो बोडा धोएर सारा गरेर चाहिँ होइन दिएर पठाएकी श्रीमतीलाई म अरू भन्नु के छ र। अब आफ्नो श्रीमानको कुरा चाहिँ भरोसा नगर्ने अनि अब बाहिर बाहिर कसका कुरा सुन्ने गर्ने अनि श्रीमानलाई कस 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 गरेर दिमाग आधा पारिसक्यो। अब के भन्दाखेरि हजुरहरूले उसको चित्त बुझ्छ। अब मैले त भनिसकेँ तपाईँ अब 2 महिना भएको अब 1 महिनालाई उ गरेको छ र अब 1 महिनापछि त उहाँको आफन्तको महिला पनि जान्छन्। त्यसपछि खाना साना सबै मेरो बस ऊ सबै हुन्छ त्यहीँ हुन्छ। त्यसपछि त मेरो पैसा बचिहाल्छ। पकेट खर्च जति खर्च हुन्छ बसेको त सबै पठाइ त हाल्छु। तपाईँकै शब्द सापटी लिएर भन्दा उहाँले तपाईँलाई कचकच गर्नुहुन्छ भनेर तपाईँले भन्नुभयो। तर उहाँको आरोप चाहिँ फेरि के छ भने 2 महिनादेखि तपाईँले त फोन सम्पर्क पनि गर्नु भएको छैन, बत्तीसँग खर्च वर्च पनि पठाउनु भएको छैन भन्नुहुन्छ। यो त कुरा अलिक कस्तो कस्तो भयो। घर पनि जानुभयो रहेछ। अब घर जाने हकमा चाहिँ मेरो छुट्टी मिलेको थिएन हजुर होइन। अब हामी साहबहरूले छुट्टी हुनु पऱ्यो नि त। घर जानुको लागि पनि त खेतीको सिजन हुनु पऱ्यो, असार होइन होइन छुट्टी मिल्न पऱ्यो। अब कोही मरौ पराउ केही पर्यायो भने हामी साहब मेरो गाउँमा यस्तो यस्तो पऱ्यो भन्दाखेरि तपाईँ छुट्टी मिल्ला। खेतीको सिजन पनि होइन, त्यस्तो केही घटना भए पनि होइन। सब राम्रोसँग भइरहेको बेलामा किन तिमीलाई छुट्टी चाहियो आउँछ शेरबहादुर गरेर हाकीको चाहिँ अब प्रश्नको प्रश्न हुन्छ। त्यो भएर मैले छुट्टी पनि लिन सकिनँ। अब फोनको कुरा भन्ने ऊ अघि नै भनिहालेँ म त फोनै किनिदिएको छैन भनेर भनिहालेँ। अब मैले अरू घरमा फोन गरेँ भने अब कसरी कन्ट्याक्ट हुने हो। बरु उनीहरूले चाहिँ अरूको फोन मागेर ए नानीको बा तिमी कहाँ छौ के गर्दैछौ भन्दिएन। म थपक्क भनिहाल्दिनँ यसो गर्दैछु यो भइरहेछ सन्चो बिसन्चो भइहाल्छ। मैले कसको फोन आएको चाहिँ फोन गरेर उनीलाई कसकोमा जानु त नम्बर माग्दै मेरो बुढालाई फोन लगाइदेऊ न भन्दै कसकोमा जानु त पल्लाएर ठुलीको घर जान सकिनँ। ठुलीले दिनु पर्यो नि त मलाई तेरो कोही कमाउने त आफै किन भनेर भन्छन्। आफन्त होला नि त आफन्तले कति राम्रो हुनु पऱ्यो अनि पल्लाएरै पल्लाएरले सहयोग गर्ला हुनु पऱ्यो। दसैँ तिहार चाहिँ मान्नु भएको थियो घर त्यो त गएको छु नि आफ्नो श्रीमती छोरा छोरीलाई आफूले माया नगरी कसले गर्ने त। लत्ता कपडा नुन तेल सबै कुरा त मैले त हेरिरहेको छु नि। यही 2 महिना जति थियो हजुर। अब पकेट खर्चै बसेन। खर्च भयो त कहाँबाट के चाहिँ गरौँ त मैले। अब छँदैछ त खसी थियो, उतापट्टि पुरा भालेहरू थियो, अब दुहुनु भैँसी छ। छोराछोरीको बिल चाहिँ तिर्नु पर्दैन स्कुलको। अब गाडी भाडा तिर्नलाई खसी बेच्दा हुन्छ, बच्चाहरूको फी तिर्न होइन। लोग्नेसँग कचर गर्नु पऱ्यो त अनि न्यु खोज्दै खोज्दै हिँड्ने त्यसै त हो नि। तपाईँले जुन उहाँप्रति एउटा आशंका उठाउनु भयो नि त्यो चाहिँ तपाईँलाई पहिलोपटक यस्तो भइराखेको हो कि योभन्दा अगाडि पनि त्यस्तो केही थियो कि? पहिलोपल्ट भयो हजुर। यो त पहिलोपल्ट नभए यस्तो थिएन। थिएन माया गर्थ्यो कोही। योभन्दा अगाडि माया 2 महिना भयो मात्रै। सुन्नुभयो मागी बाबाले खोजेर ल्याओ। उट पिट गाली बेजल केही भाषा भने त भन्नुहोस् यति माया गर्छु म। भनेपछि समस्या सुरु भयो तपाईँकोमा। तपाईँले गर्दै आएको खानदानको लागि घरकै कोही आउनुभयो। तपाईँले अब आफ्नो खर्च आफैले व्यवस्थापन गर्नु पर्यो, खर्च पुगेन, त्यो भएर पठाउन सकिएन। यतापट्टि चाहिँ अब के भयो भन्ने भइराखेको बेलामा आइराखेको खर्च रोकिएको बेलामा ठ्याक्क उता पुग्दाखेरि त्यस्तो खाले देखियो र समस्या सुरु भयो होइन त? अनुमानको कुरा भयो, शङ्काको कुरा होइन। अब आजबाट मसँग मिल्छ भने यो बिचमा टेन्सन भएर ह्याङ भएर खाइराखेको जाँड पानी पनि म झ्याक्कै छोड्नु सुन्न सुन्दैन। भन्दै श्रीमान श्रीमतीको झगडा परालकाहरू भन्छन्। तपाईँहरू के भयो भने अब तपाईँको पनि
सम्बन्ध विच्छेदै गरिहालौँ भन्ने त होइन, तपाईँको छैन, त्यस्तो यहाँ छैन। तपाईँले के लेख्नु भएको पनि छैन, हामीसँग पनि भन्नु भएन। सकेसम्म त मिलेरै बसौँ भन्ने तपाईँको मनसाय पनि हो, उहाँले पनि त्यस्तै कुरा गर्नुभयो। अब के भयो भने चाहिँ के कुराहरूमा उहाँले तपाईँलाई सहयोग गर्नुभयो भने, अनि के कुरामा उहाँले तपाईँलाई सहयोग गर्नुभयो भने तपाईँहरूको सम्बन्ध चाहिँ पहिला जस्तै हुन्छ। अब पहिले जस्तै खर्च पानी पठाइरहनु पर्यो। अब एउटा सबैभन्दा ठुलो कुरो चाहिँ एउटा मोबाइल किन्दै आफ्नै फोन गर्ने के कारण त तँ रहेछ नि एउटा। अब मोबाइलको रहर गरिहाली मैले चाहिँ अब मोबाइल किनिसकेपछि अरूका पनि क्या देखेको सुनेको के हुन्छन् रे भनेर अब गरेको। अब त्यो अर्को धेरै सुविधा नभएको खालको हुन्छ नि। अब त्यो 1000 रुपियाँ पर्ने खालको टुकटुके त्यो चाहिँ आजै लिइदिनु पर्ला यसलाई, साह्रै रहर गरी त्यो फोन चाहिँ आज म किनिदिन्छु। हुन्छ त त्यति भए ए हुन्छ खर्च पनि पठाइरहनु पर्छ है। खर्चको हकमा त अब पक्लिस् न, 1 महिना पछिबाट त उनीहरू गइहाल्छन्। अनि मेरो खर्च सर्छ सबै म पठाइहाल्छु नि, बचतै छैन त। परिवार भने एक रातका 2 बाङ्ग्रा त हो। तपाईहरु मिलेपछि त दुईटाको कुरो धेरै त्यस्तो छ। तिमीहरू म मिल्न पर्छ, अरू कुरा पल्ला गरेर माथला गरेको कुराहरू नसुन्नु। हेर जागिर खान नदिने भए हामीले गरी खाएको अरूले राम्रा मान्छन्। तिम्रो बुढाको जागिर खुस्काउनु पाएको भनेर उनीहरू बोलेका छन्। आवाज पनि भइरहनु पर्छ। भनेपछि अब तपाईँको पनि अहिले सरसर्फ हेर्दाखेरि अब अर्को मान्छे समस्या त आर्थिक त समस्या देखिएको छ होइन। अब एक्कासी तपाईँले घरमा खर्च नपठाउँदाखेरि, पठाउन नसक्दाखेरिको कुरामा चाहिँ अब उहाँलाई पनि खर्च पानी नहुँदाखेरि त अलिकति समस्या पर्ने अवस्था छ। त्यो बिचको जुन त्यो एउटा संसार चाहिँ ऊ छ, त्यसलाई चाहिँ तपाईँले त्यो अब हाम्रो सुचारू हुन्छ हजुर, म आजै किनिदिन्छु फोनको त समस्या भइहाल्यो। खर्च पानीको कुरा तपाईँसँग पैसा नभइराखेको हकमा, तर उहाँलाई पैसा परेको हकमा चाहिँ तपाईँले कसरी सहयोग गर्न सक्नुहुन्छ? त्यो त मैले भने नै हालेँ नि हजुर। घर दुहुनो भैँसी छ, भालेहरू ठुल्ठुला छन्, एउटा त खसी बेचिहाली, अब बाख्राहरू छन् है। अब खसी पुरै पुगेन भनेदेखि ए बाबा म छु त, लोग्ने छँदाखेरि किन आपत्ति मान्न पर्यो? 2-4 हजार ऋण गर्न वल्ला घर पल्ला घरमा आएर तिर्ने बेहोरे त म छु त। त्यसले गर्दाखेरि ठुलो टेन्सन नगर्दा खातामै पैसा राख्नु कि अब म कमाएर पठाइसकेपछि खातामा राखौली, पोलामा राख्ने राखौली, आफ्नो खुसी गर। त्योभन्दा अघि चाहिँ खातामै हाल्दैन नि त, दोलखा त चरिकोट गरेर झिकिहाल्छ। उनको चाहिँ त्यो क्युआर भन्दो रहेछ नि हजुर। क्युआर भन्नेमा अब छिमेकी कान्छदाईको त्यो क्युआर भन्ने छ, उसँग त फोन थिएन। अनि कान्छदाईकोबाट उनको हात पर्थ्यो। तपाईँलाई तपाईँको श्रीमानले 1 महिना पछाडिबाट खर्च पानीमा पठाउन सक्छु। 1 महिनालाई चाहिँ कसरी खर्च टार्ने त त्यो पनि भनिदिनु पर्छ। उहाँले भन्नुभयो त घरका कुखुरा बाख्राबाट व्यवहार चलाउने। किन बेचिस् भनेर भनेपछि बन्दिनँ त्यो त उहाँले अनि अर्को कुरा उहाँकी केटी चाहिँ राख्न पाइएन नि। अब त्यो त हाकिमलाई भन्नु पर्यो। हाकिम साहबले नि अनि राखेको केटीलाई मैले हटाउँदा राख्नु हुन्छ त हुन्छ होइन। अन्यथा कुरामा उहाँले पनि शङ्का गर्नु भएन, यहाँले पनि मन सोच राख्नु भयो भने त कुरो मिल्यो भने मन सफा हुनु पर्यो। मन हजुरको मन सफा, उहाँले चाहिँ त्यो सङ्घालु भाव राखिराख्नु भएन नि। सँगै त हजुर घर त खतम पारिहाल्छ। होइन, उहाँले त स्पष्ट कुरा राखि नै सक्नुहुन्छ। यी सरकार निवारण गरेर उहाँलाई लान सकिन्न त त्यहाँ 1 महिना चाहिँ राख्न जान्छे भने मतलब के त्यो पनि त सवाल हो। कोठो अर्को दिनु पऱ्यो। खर्च घर आफ्नो चाहिँ अब पठाउने खर्च के गर्दा हुन्छ? नजानी हजुर साना छोराछोरी छन्, आइदिइरहे हुन्छ। भनेपछि तपाईँहरू यिनै यी 2 मुद्दाहरूलाई टेकेर सहमति गर्न मन्जुर हो? केही छ त्यसमा थपघट गर्नुपर्ने तपाईँको कुरा? म एकचोटि भनौँ हजुर हजुर सुनाउनु हुन्छ। 1 महिना पछाडिबाट तपाईँले खर्च पानी पठाउने, खर्च पानी पठाउन नसकेको हकमा उहाँले घरमा भएका कुखुरा बाख्रा यी सामान्य कुराहरूबाट चाहिँ गर्द चलाउने र तपाईँले आजैको मितिबाट एउटा फोन गर्न मिल्ने खालको मोबाइल खरिद गरेर हुन्छ सम्बन्ध नि आज सुधार सम्बन्ध सुधार गर्ने भन्नेमा चाहिँ तपाईँहरू दुवै पक्ष सहमत हुनुहुन्छ?
1 महिना भनेको पनि कुन महिनाबाट आजको मिटिङ मलाई विषय त पार्नु त्यसमा फेरि तपाईँको केही घटबड हुने छ केही अप्ठ्यारो पर्ने छ भने अहिले नै भन्नु कागज गरिसकेपछि फेरि त्यो यो त रेकर्ड बस्छ यसको त अहिलेको बस्छ अब यसरी अर्काकी अब त्यो हाकी खोज्ने मान्छेलाई मेरो नामसँग जोडी उसले हल्ला खल्ला चाहिँ गर्न हुँदैन हजुर भोलि जागिरबाट म निकालिने सम्भावना हुन्छ हेर शेरबहादुर तिम्रो श्रीमतीले त मेरो मान्छेलाई यसरी चाहिँ तिम्रो नामसँग जोडी हल्ला खल्ला गरेछन् नि भनेर फेरि मलाई यहाँ हप्की र खप्की हुन्छ हाकिमबाट यी कुरा चाहिँ अब उपरान्त गर्न नपाउने भनिदिनु हजुर त्यस्तो छैन भने त म गर्दै गर्दिनँ नि त्यो कुरालाई त हामीले अघि नै भनिहाल्यौँ यहाँ हाम्रो यो बन्द कोठाभित्र भएका छलफल गोपनीयता शास्त्र र यहाँ हाम्रो सकिन्छ र तपाईँहरूको सम्बन्ध र उसमा सुधार हुँदै हो त्यसरी नौली मान्छेलाई मैले ल्याएँ भने मलाई बोबियामा मुद्दा हाल ठिमुरामा ठुङुर्याऊ तिमीभन्दा मैले अरू मान्छे हेर्दा हुँ कति माया गरेर राखेको मान्छे ससुरालीलाई अहिलेसम्म मैले आदर सत्कार गरेकै छु निउरिन ढोको पर्ने ठाउँमा निउरिएकै छु दुईटा छोराछोरीका दुईवटा छोराछोरी छन् त्यसलाई तामाको कोठा जस्ता मैले कहिले माया मार्दा हुँ भनेपछि कुरा पो नबुझेँ तपाईँहरूको सहमतिको तेस्रो मुद्दामा चाहिँ मैले एक आपसमा अवान्छनीय लान्छना नलगाउने हो एकअर्कामा शङ्का शङ्का गरेर छोड्न पर्यो शङ्का निवारण हुन्छ म कागज तयार गरिरहेको छु है एउटा कुरा त्यसरी आरोपै गर्नु पर्दाखेरि अलिकति बुझ्नु पऱ्यो क्या उनले यो झ्याट्ट हेऱ्या भरमा त बुझ्नलाई त पढे आउनु पर्यो नि त पल्ला गरेर तँ हाकिमसँग गएर बुद्धि हुन् अनि अरूहरू पनि त्यहाँ सर म्याडमहरू हुनुहुन्छ अफिसमा ए मेरो बुढाको आनी बानी के छ किचनमा मैले सँगै देखाएको थिएँ उहाँहरू को हुनुहुन्छ भन्दा अब सोध्न पाएको नि त देखो र अनि त्यतिकै पुग्यो उसलाई होइन त्यतिखेर त्यसो गरे पनि अब मोबाइलबाट फोन गर्नुहुन्छ अफिसतिर बोल्नुहुन्छ शेरबहादुरजी त्यसमा पनि अब आपत्ति रहेन अब मलाई तपाईँको सम्बन्ध त सुधार हुने भइ नै अब मलाई किचकिच नगरिदिए ढुक्क म कहाँ किचकिच गरेँ र आफ्नै बेहोराले किचकिच गरेँ अब गर्दिनँ ठिकै छ लु धन्यवादै छ अब मिलेर घर गर्नुपर्छ हेर घरमा भाँडिनु हुँदैन अर्को कुरा सुनेर हुन्छ अब यहाँ हाम्रो सहमति हुन लागेको कुरा यही हो अब यसमा हेर्नु है यो खर्च छ नि पठाउने कुरा नियमित रूपमा मासिक जति पठाइन्छ नियमित रूपमा पठाउने र पठाउन मन्जुर गर्ने कुरा होइन जति हुन्छ त हजुर त्यही 20,000 हो 20,000मा 4-5,000 पकेट खर्च बस्छ अरू सबै उनीहरूलाई त हो नि लौ त भने घर आइसकेको कुरामा कागजै बनाउनु नपर्ने हो नपर्थ्यो अब ल्याइ हालिन्छ भइगयो त तै पनि अब ठिकै छ यहाँसम्म आएर छलफल गर्दाखेरि यहाँ एउटा कागज रूपमै जानु पनि झन्डु भएको यति भएपछि उनको पनि घैना घाम लाग्यो दुवै पक्षको सञ्चारको लागि एउटा मोबाइल खरिद गरिदिने त्यसपछि अरू अनावश्यक एकअर्कामा लान्छन् मिलेर बस्ने यही त हो नि त्यही होइन हो सहमत भएको त्यो कुरामा हुन्छ मलाई चाहिँ अब के सहमति रह्यो अब मन पराएरै ल्याएको श्रीमती केटाकेटी केटा छन् यो गाउँलेहरूले चाहिँ अब घर झन्नै भाँड भइलो पारिसकेका थिए अरू कुरा चाहिँ हेरि नसुन्नु अब प्रेमाले पनि आरोप लाउँदाखेरि त्यो अर्काको हाकिमको मान्छेलाई नलाउने लाउनु पर्यो भने अरू पनि हुन्छ नि त्यस्ता अनि त्यो आरोप लागिकन अलिक पार लाग्ने खालको के हुनु पर्यो होइन उहाँले सुरुमा गल्ती गरे नि मान्छे हो बिस्तारै सुधार्दै जाँदा केही आपत्ति छैन त्यसमा त कम्प्रोमाइज गरिसक्नु फेरि हाकिमले जाँदा जाइ पनि जान्छ आरोप लाउने त हाकिम उहाँहरूले एकापसका भावना बुझेर त्यहाँ लेखेको कुराहरू चाहिँ उसलाई अब अलिकति मैले लेख्नु लगाएको हो नि कुरा आफ्नै कुराहरू लेखेर लेख्नु भएको छ नि सरहरूले फेरि मैले चाहिँ मिलाएर लेख्न लगायो भन्ने ठानौली पढेर सरहरूले हामीले कुरा गरिसकेको छ हजुरले मलाई रोजे पनि उहाँले उहाँलाई रोजे पनि हामी त साझा मान्छे साझा मान्छे साझा मान्छे हामी कसैको पक्षपात लागेको छ त शेरबहादुर
अनि तपाईँको सर्वभन्दा आउनु चाहिँ मिल्दैन तल हाततिर अब सर्वभर आउन मिलेसम्म त म कहाँ आफ्नो घरको चाहिँ श्रीमतीलाई लाला बाबा छोडेर त्यति पर टाढा बस्नु मेरो लहर कहाँ आउँछ होला कोसिस गर्छु नि कोसिस गर्छु माथिसम्म पाउनु छैन काठ चाहिँ पाउँछ फोन चाहिँ के भएर हो भिजिटरहरू के हेर्दा कान्छीले गरे तर लाखमा किनेको मोबाइल त बन्द लाखमा त श्रीमान चाहिँ गरे गरे छ हाकिमहरूले गरे हाल्यो हाकिमहरूले गर्नु घर झगडामा गएको मिलेन आउने नआउने भनेर उहाँहरूलाई त्यो छ नि त एउटा हाकिमलाई त भनिदिएछ मैले जवाब भनेर अरू हाकिमलाई भन्नुभयो यहाँ श्रीमतीलाई अङ्कमाल गरेर मात्रै छुट्नु होला लाग्दो त मिल्नु पर्छ होइन आफ्नो श्रीमतीलाई त अङ्कमाल गर्ने नि हाम्रो आफ्नो श्रीमतीलाई अब आफ्नो पाराले म फर्काउँछु नि अब त्यतातिर नजाऊ है त्यसरी नबोल्नु है फेरि इम्बेरेसिङ हुन्छ नि रोल प्ले गर्नेलाई त्यसरी भन्नुहुन्न त्यो त रोल प्ले मात्रै हो मैले सहमति पत्र तयार गरेँ होइन म यसको बेहोरा पढेर तपाईँहरूले यसमा सुनाउँछु छुट्या छ भने हजुरहरूले यसो के अझ थपेर चाहिँ अनि हामीले यसमा केही क्रमाइक छुट्टै गरेर छन् भने थपगड गरेर अन्तिममा तपाईँहरूले यसमा सही छाप गरेपछि तपाईँहरू खुसी हुँदै गर्छन् है त मेलमिलापकर्ताको नाम हामीले चाहिँ फर्मेटै बोकेको छौँ मेलमिलापकर्ताको नाम पीताम्बर फुयाल, ध्रुवप्रसाद पहाडी, अग्रिम अधिकारी, पक्षको नाम र ठेगाना पेम्बा रामेछाप, शेरबहादुर पनि थियो। मुद्दा नम्बर 010482, मुद्दाको विषय श्रीमान श्रीमतीको विवाह, साक्षीहरू लोकेन्द्र बोगटी र शोभा भण्डारी। मुद्दा वा विवादको संक्षिप्त बेहोरा घर खर्च नपठाएको र माना चामल भराउने सम्बन्धमा छलफल गर्ने। मुद्दा वा विवाद समाधानका शर्तहरू सञ्चारका लागि दोस्रो पक्षले पहिलो पक्षलाई आजैका मितिमा मोबाइल खरिद गरिदिने आजैका मितिबाट लागू हुने गरी श्रीमानले एक एउटा कुरा छुट्टै क्या मोबाइल त खरिद गर्ने भनियो होइन फेरि बजार जुन चाहिँ महँगो छ त्यो रोज चिन्ने मैले के गर्दा सम्मको भनेको छु त्यो मोबाइल आफ्नो श्रीमतीमा पनि त्यस्तो हुन्छ र हुँदैन पैसा कम भावना र लिखित रूपमै अहिले शेरबहादुरले चाहिँ लिखित रूपमै एउटा प्रामाणिक गर्ने भन्नुभयो ठिकै छ त्यति राख्नु मैले के बनाएँ भने सञ्चारका लागि दोस्रो पक्षले पहिलो पक्षलाई सामान्य प्रकारको रु 1000 सम्मको मोबाइल खरिद गरिदिने आजैका मितिबाट लागू हुने गरी श्रीमानले 1 महिनापछि 2082 9 महिना 28 गतिबाट घर खर्च पठाउने नियमित रूपमा पठाउने यहाँनिर नसकेको जम्मा 20,000 आम्दानी हो 5,000 त पकेट खर्च लाग्छ है पकेट खर्च कटाएर बसेको भनिदिनुहोस् अनि 15 फेरि 20 माग्नु र अनि फेरि अर्को झगडा रकमै देखाउँ न मासिक यति हो ल 15,000 ल त्यो हुन्छ के बनाइदिए आजका मितिबाट लागू हुने गरी श्रीमानले 1 महिनापछि 2082 9 महिना 28 गतिबाट पकेट खर्च रु 5,000 कटाएर बाँकी 15,000 घर खर्च बापत पठाउने यदि नसकेको खण्डमा घरमा भएका कुखुरा बाख्रा बेचेर व्यवहार चलाउने यो पनि लेखिदिएँ है मैले सहमत हुनुहुन्छ नि त्यसपछि अन्तिम बुदा एक आपसमा अवाञ्छनीय लान्छना नलगाउने उनले लगाएको हुन् अब उनले लगाउँदैन भने ठिकै छ अनि त फ्युचरमा तपाईँले नि त लाउनु ठिक छ राम्रो point। सही सब गरौँ गर्छु म त बल्ल छ्याङ भयो मेरो चलाउने परे परे छैन छ्याङ भयो कि छ्याङ ठुलो भाइ शेरबहादुर पनि लाग्छ बल्ल 5,000 ले छ्याङ भयो अघि सबै ह्याङ भएको थियो अब छ्याङ नरङमाथि नाम चिनामै जुराएर यहाँहरू यसको एक प्रति चाहिँ साँच्चै राम्रो होइन। तपाईँसँग रहन्छ साक्षीलाई पनि सही गराउँछु त्यसपछि यसको एक प्रति तपाईँहरूसँग रहन्छ तपाईँसँग अर्को प्रति तपाईँसँग र अर्को चाहिँ वडाको मेलमिलाप कार्यालयमा रहन्छ है तपाईँहरूले तपाईँहरूको विवाद
एकदम सहज ढङ्गले मिलाउनु भयो। तपाईँहरू दुवैजनालाई बधाई छ। र तपाईँहरूका गाउँघरमा यस्तै प्रकृतिका विवादहरू छन् भनेदेखि जसलाई हामीले यसै गरी मिलाउन सकिने प्रकृतिका विवादहरू छन् भनेदेखि वडामा चाहिँ यस्तो यस्तो हुँदो रहेछ भनेर एकचोटि जानकारी गराइदिनु होला। यहाँहरूको मेलमिलापकर्ता भएर हामीलाई सहजीकरण गर्ने अवसर दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै विवाद लिएर यहाँहरूसँग फेरि पनि भेट्न नपरोस्, यहाँहरूको बाँकी जीवन सुखमय बितोस्। धन्यवाद। यसलाई त म त तपाईँले ठिक बेलामा सम्झाउनु भयो, हामीले यसलाई नष्टै गऱ्यौँ। त्यसलाई चाहिँ रद्दै गरिदिनुहोस्। अब मेरो तर्फबाट पनि साह्रै कदर गरेर मलाई यत्तिकै तनाव भएको थियो। हजुरहरूले सहजीकरण गरेर मेरो चाहिँ तनाव व्यवस्थापन गरिदिनु भयो। खुसी छु हजुरहरूसँग। हस् त एक प्रतिनिधिहरू पनि जानु। पेमाजी अब बाँकी जीवन चाहिँ यहाँको सुखमय रहोस्, त्यही सुन्न पाइन्छ है त। अब नजिकैको सहरका दाजुहरू हुनुहुन्छ बा भोलितिर पछितिर यसो चिया भैँसी दुहुनु छँदैछ। चिया यसो बोलाएर खुवाउने हो कि मलाई धेरैको खुसी लागेको छ। होइन ठिकै छ। हामी कालिम्पोङतिर घुम्न आउँदा पस्नु पनि सक्छ। हामी मिलेर बसेका छौँ। यसो हेर्नु चाहिँ आउनु होला नि। झापातिर पनि जाने कुरो हुन्छ, झापामा पनि हजुरहरूले आउनु होला। हाम्रो हाकिमसँग भेट्नु होला होइन। को हुनुहुन्थ्यो कि के थियो हजुरहरूले दिनु होला नि। धन्यवाद छ। श्रीमान श्रीमतीको फेरि मिलाउनु पर्यो नि त खै त।